हामी सदनमा सुकुम्बासी र संवैधानिक परिषदका कुरा उठाउँछौँ, प्रधानमन्त्रीज्यू आफ्नो सामाजिक सञ्जालको पोस्टमा देश र जनतालाई जवाफ दिनुहुन्छ। आज नीति तथा कार्यक्रममा सहभागी होइदिनुस् प्रधानमन्त्रीज्यू, यहाँ त वी हेभ द बेस्ट अफ द माइन्ड्स इन दिस पार्लियामेन्ट फ्रम दिस एन्टायर कन्ट्री भनेका हौँ। सायद उहाँका पनि कर्णप्रिय लाग्ने केही कुराहरू, केही आइडियाहरू, सुझावहरू आउँथे होलान्, तर प्रधानमन्त्रीज्यूले त्यो पनि सहभागिता खोज्नु भएन। यसले एउटा प्याटर्न देखाइराखेको छ। सायद प्रधानमन्त्रीज्यू यो सदनप्रति अनिच्छुक हुनुहुन्छ, यो पार्लियामेन्ट्री अभ्यासप्रति उत्तरदायी बन्न खोजिराख्नु भएको छैन, त्यो सहभागिता दिइराख्नु भएको छैन। त्यसैले हामी फेरि पनि भन्छौँ, हामीले प्रधानमन्त्रीलाई यहाँ खोज्नु भनेको उहाँले जनताप्रति एउटा दिशा दिनुहुन्छ, उहाँको आवाज दिशा बन्छ भनेर हो। र अर्को मुख्य कुरा, मलाई बोल्न दे सरकार र जवाफदेह सरकार भनेर आज उहाँलाई जनताले यो देशको सबैभन्दा प्रोग्रेसिभ हुन सक्ने सरकारको शक्तिशाली प्रधानमन्त्री बनाएको छ। त्यसको कदर होस् भन्ने र यहाँले आज जसरी पनि